आजको दिनमा किन येशूलाई क्रुसमा टाँगिएको थियो भन्ने विषयलाई हेर्नेछौँ। हामी हेर्छौँ भने येशूको मृत्यु एकदमै मान्छेलाई कन्फ्युज बनाउने, नेपालीमा हामी हेर्छौँ भने अलमल्ल पराउने मृत्यु थियो। यहुदीहरू आज परमेश्वरको पुत्रलाई कुरिरहेका थिए कि एक दिन चाहिँ मसीहा आउनुहुनेछ, येशू ख्रीष्ट आउनुहुनेछ अनि हामीलाई शत्रुहरूबाट बचाउनुहुनेछ, हामीलाई चाहिँ अन्धकारबाट बचाउनुहुनेछ, मृत्युबाट बचाउनुहुनेछ भनिकन यहुदीहरू हरेक समय चाहिँ येशू ख्रीष्टको पर्खाइमा थिए। तर त्यहाँनिर चाहिँ के भयो त, उनीहरूले येशू ख्रीष्टलाई अचम्मको येशू ख्रीष्टलाई देखे जो चाहिँ शत्रुबाट नै पक्रिरहेको थियो, शत्रुबाट नै पिटाइरहेको थियो, शत्रुबाट नै के भइरहेको थियो त, मारिरहेको थियो। हक्क परिरहेको थियो यहुदीहरू, हाम्रो येशू त आएर शत्रुहरूलाई मार्नुहुन्छ भनेको त शत्रुहरूबाट चाहिँ मरिरहेको छ। उनीहरूले विश्वास गरिरहेका थिएनन् येशूको मृत्युलाई। यो कसरी सम्भव हुनसक्छ? उहाँ त मृत्युलाई जित्नुपर्ने येशू हुनुहुन्छ, तर मृत्युले नै उहाँलाई नै मारिरहेको छ, शत्रुले नै उहाँलाई मारिरहेको छ भन्ने कुराहरू थियो। अनि उनीहरू अलमल्ल परेको थियो र उनीहरूलाई विश्वास गर्न धेरै फरक परिरहेको थियो, धेरै गाह्रो परिरहेको थियो कि हामीले कुरेको र व्यवस्था र शास्त्रमा लेखिएको येशू ख्रीष्ट के उहाँ नै हुनुहुन्छ भनिकन। तर आज हामी हेर्छौँ भने साँच्चै नै उहाँ नै येशू ख्रीष्ट हुनुहुन्थ्यो। हामी उत्पत्तिदेखि नै यो कुरालाई म थोरै जोड्न चाहे। उत्पत्तिमा जब आदम र हव्वाले व्यवस्थालाई चाहिँ भङ्ग गरे र परमेश्वरसँग उनीहरूको एउटा दूरी भयो, उनीहरू अलग्गिए, उनीहरू महिमाबाट झरे र उनीहरूलाई चाहिँ परमेश्वरले अलग गर्नुभयो र त्यहाँदेखिबाट चाहिँ पापको ढोका खोलियो। पापको ढोका खोलिसकेपछि मानिसहरू निरन्तर पापी भयो भन्ने कुरालाई पाउँछौँ। हरेक पुस्ताले पाप गर्दै गए, हरेक पुस्ता चाहिँ पापको बसमा हुँदै गयो। र आज हामी हेर्छौँ भने 1 यूहन्ना 5 पनि यो कुरा गरिएको छ। 1 यूहन्ना 5:19 लेखेको छ, म आफै पढिदिनेछु। हामी जान्दछौँ हामी परमेश्वरका हौँ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। आज बाइबलले चाहिँ यो कुरा भन्दछ, आदम र हव्वादेखि जुन पाप सुरु भयो त्यो पाप चाहिँ यति धेरै बढ्दै गयो कि अब यो संसार चाहिँ पापको अधीनमा छ, दुष्टको अधीनमा छ भन्ने कुरालाई प्रस्ताएको छ। र यति मात्र नभएर चाहिँ त्यो पापले गर्दा चाहिँ मानिस जाति चाहिँ परमेश्वरको महिमामा पुग्न चुकेका छन् भनिकन रोमी 3:23 हामीलाई यो कुरालाई बताउँछ। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनिकन बाइबलले भन्छ कि सबै मानिस चाहिँ पापको कारणले उहाँको महिमामा उहाँसँग जोडिनबाट वञ्चित भएको छ भन्ने कुरालाई भन्दछ। अनि हामी हेर्छौँ भने येशू ख्रीष्ट किन आउनु भयो त, त्यो दूरीलाई चाहिँ मेटाउनको निम्ति। आमेन। धेरै रिजनहरू छ जुन हामी बाइबलबाट हेर्नेछौँ र उहाँले तपाईँ र मलाई, उहाँको ठुलो बलिदानले तपाईँ र मलाई निको बनाएको छ, तपाईँ र मेरो पापबाट हामीलाई विजय दिएको छ र तपाईँ र म आज खडा हुने योग्यको यस संसारमा जिउने र धर्मी भएर जिउने योग्यको चाहिँ उहाँको बलिदानले तपाईँ र मलाई तुल्याएको छ। आमेन। अनि हामी केही कारणहरू हेर्नेछौँ कि किन येशूलाई क्रुसमा टाँगिएको। अनि यहाँनिर यसरी लेखिएको छ, 1 मा हामी पोइन्ट वाइज जानेछौँ। येशू क्रुसमा चढ्नुभयो ताकि हामीलाई परमेश्वरसँग पूर्ण मिलन गराउन सकोस्। आमेन। आज येशू चाहिँ क्रुसमा बलिदान हुनुभयो कारण तपाईँ र म चाहिँ परमेश्वरसँग फेरि जोडिन सकौँ। जुन आदम र हव्वाबाट चाहिँ तपाईँ र म अलग भएका थियौँ, तपाईँ र मेरो दूरी भएको थियो, तपाईँ र म टाढिएका थियौँ, अनि उहाँ परमेश्वरसँग चाहिँ हामी एक हुन सकौँ भनिकन चाहिँ येशू ख्रीष्टको बलिदान भएको थियो। आमेन। अनि हामी कलोसी 1:21 र 22 पनि हेर्नेछौँ। यहाँनिर यसरी लेखिएको छ, बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ। 22 मा पनि, तर आफ्नो सामुने तिमीहरूलाई पवित्र, निष्कोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। आमेन। पहिलो रिजन चाहिँ आज येशू ख्रीष्ट बलिदान हुनु चाहिँ तपाईँ र मलाई परमेश्वरसँग मिलापमा लिएर आउनु। आमेन। जसरी जुन एउटा पापले तपाईँ र मलाई उहाँसँग टाढा बनाएको थियो, तपाईँ र म अदनको बगैँचाबाट टाढियौँ र तपाईँ र म त्यो पापको बसमा बस्यौँ, तर आज येशू ख्रीष्टले चाहिँ बलिदान दिकन तपाईँ र मलाई फेरि पनि परमेश्वरसँग जोड्नु भएको छ। आमेन। फेरि पनि त्यो महिमामा जोड्नु भएको छ र उहाँद्वारा चाहिँ तपाईँ र म आज पितासँग एक हुन्छौँ, जुन चाहिँ रोमी 5:11 पनि भन्दछ। यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ। उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ। आमेन।
तपाईँ र म सत्यताले जहिले तपाईँ र मलाई स्वतन्त्र बनाउँछ। आज तपाईँ र म यो भागमा स्वतन्त्र हुनुपर्छ कि तपाईँ र मलाई चाहिँ यीशु ख्रीष्टको बलिदानले चाहिँ पितासँग परमेश्वरसँग हामीलाई बनाउनु हुनेसँग चाहिँ हामीलाई जोडेको छ। र आज पावलले चाहिँ भन्दछ हामी रमाउँछौँ। यो चाहिँ तपाईँ मेरो रमाउने कारण छ। तपाईँ र म रमाट गर्ने, तपाईँ र म खुसी हुने कारण चाहिँ छ कि यीशु ख्रीष्टको बलिदानले चाहिँ तपाईँ र म पितासँग फेरि जोडिएका छौँ। अनि जुन पापले तपाईँ र मलाई टाढा बनाएको थियो त्यो पापलाई बोकिकन यीशु ख्रीष्ट जुन आज क्रुसिफाई हुनुभयो, क्रुसमा मर्नुभयो, आज उहाँले आफ्नो बलिदानद्वारा तपाईँ र मलाई फेरि पनि उहाँसँग नजिक बनाउनु भएको छ। अनि दोस्रोमा छ येशूको बलिदानले परमेश्वरसम्म पुग्न नयाँ बाटो खोलेको छ। आमेन। आज हामी हेर्छौँ भने एउटा जोनमा हामी बसेका थियौँ, एउटा मन्दिर थियो। पहिलाको समयबाट म तपाईँहरूलाई जान्छु, एउटा मन्दिर थियो। त्यहाँनिर चाहिँ के हुन्थ्यो, महापवित्र स्थान भन्ने ठाउँ थियो, पवित्र स्थान भन्ने ठाउँ थियो, चोक भन्ने ठाउँ थियो। अनि तब चाहिँ चुनिएको मात्र, एकदमै चुनिएको महापवित्र व्यक्तिहरू, महापुजारीहरू मात्र त्यो पवित्र स्थानमा प्रवेश गर्न पाउँथे, जहाँनिर चाहिँ मोटो लेदरको पर्दा राखिएको थियो। अनि त्यहाँनिर चाहिँ कोही पनि प्रवेश गर्न पाउँदैन थियो। कुनै पनि व्यक्ति, साधारण व्यक्ति, ऊ पवित्रै भए पनि उसले पाप गरेको छैन भने तापनि ऊ त्यस पर्दाभित्र पस्न पाउँदैन थियो। तर जो चाहिँ महापुजारीहरू थिए, जो अभिषेक गरेका थिए, जो जसलाई चाहिँ छुट्याइएको थियो, त्यो व्यक्तिहरू मात्र त्यो पर्दाभित्र गइकन चाहिँ त्यो परमप्रभुको जिउँदो उपस्थितिमा चाहिँ प्रभुलाई आराधना गर्न सक्थे। अनि त्यो समयमा येशू ख्रीष्टले चाहिँ जब प्राणलाई त्याग्नुभयो तब चाहिँ त्यहाँनिर एउटा घटना भएको छ। हामी हेर्नेछौँ मर्कुस 15:37 र 38मा। अनि यहाँनिर यसरी लेखिएको छ, तब येशूले ठुलो स्वर निकालेर प्राण त्याग्नुभयो अनि मन्दिरको पर्दा टुप्पादेखि फेससम्मै 2 भाग च्यातियो। येशूको क्रुसको मृत्युले चाहिँ मानिसको पाप क्षमा प्राप्त गर्न र परमेश्वरसँग पूर्ण सम्बन्ध स्थापना गर्नलाई चाहिँ हामीलाई सहायता गरेको छ। अनि त्यहाँनिर भनेको छ जब येशू ख्रीष्टले प्राणलाई त्याग्नु भयो तब चाहिँ मन्दिरको पर्दा, जसले चाहिँ यहाँनिर चाहिँ कुनै पनि साधारण व्यक्ति जान मिल्दैन, अभिषेक गरेको छुट्टाइएको जो चाहिँ यहुदी महापुजारीहरू छ उनीहरू मात्र जान मिल्छ भनेको थियो, त्यो पर्दा भने आज फेददेखि टुप्पासम्मै च्यातिएको छ भन्ने कुरालाई बताएको छ। अनि यो कुराले चाहिँ के भन्दछ त, उहाँले चाहिँ तपाईँ र मलाई त्यो भागमा स्वतन्त्र गर्नुभयो कि अब चाहिँ हरेक प्रत्येक व्यक्ति चाहिँ उहाँको उपस्थितिमा जान सक्छ। आमेन। अब चाहिँ हरेक व्यक्ति परमेश्वरसँग भेट्न सक्छ। अब उहाँको पवित्र उपस्थिति चाहिँ अब हरेक व्यक्तिको जीवनमा खोलिनेछ भनिकन चाहिँ त्यो चिन्ह थियो। जब उहाँले प्राण त्याग्नु भयो तब चाहिँ त्यो आश्चर्यको कार्य नै त्यहाँनिर प्रकट भयो। यति बाक्लो त्यो मानिसले समेत च्यात्न नसक्ने कुनै मेसिन र साधारण कुराले पनि आज त्यो 2 भाग नहुने, आज जब येशूले प्राण त्याग्नु भयो त्यतिखेर चाहिँ त्यो शिरदेखि फेससम्म चाहिँ च्यातिएको छ। अनि यो कुरा चाहिँ यही कुरा जनाउँछ कि तपाईँ र मलाई चाहिँ उहाँले त्यो ढोकाहरूलाई खोलिदिनु भयो। जुन मान्छेहरूले बेरिराखेको थियो, जहाँ जुन चाहिँ एउटा नियम र व्यवस्थाले बाँधिराखेका थिए कि यहाँनिर चाहिँ महापवित्र व्यक्तिहरू मात्र परमप्रभुलाई आराधना गर्नेछन्, परमप्रभुको उपस्थितिमा जानेछन् भन्ने कुरालाई चाहिँ उहाँले चाहिँ आज खोलिदिनु भयो र हामीसँग जोड्नु भयो। आमेन। हामीसँग जोड्नु भयो। आज हामी छिट्टै हार मान्छौँ नि, म सक्दिनँ, म यस्तो व्यक्ति हो भनिकन हामी एक्सेप्ट गर्छौँ नि, तर हामीले यो बलिदानको कुरालाई सम्झिनुपर्छ। तपाईँ मलाई हार्नको निम्ति उहाँले यो निर्णय लिनुभएको होइन, उहाँले बलिदान लिनुभएको होइन। तपाईँ म छिट्टै हारौँ भनिकन, म सक्दिनँ भन्नको लागि, मबाट हुँदैन भन्नको लागि उहाँले बलिदान लिनुभएको होइन। तर म सक्छु, म चाहिँ विजयी भएको व्यक्ति हुँ, ममा चाहिँ उहाँले राख्नु भएको छ भनिकन चाहिँ उहाँले खडा हुनको लागि चाहिँ तपाईँ र मलाई आज हाम्रो निम्ति चाहिँ बलिदान हुनुभएको। आमेन। आज सदैव तपाईँ र मैले कहिले तपाईँ र मेरो जीवनमा निराशा आउँदै गर्दा तपाईँ र मैले यो कुरालाई जान्नुपर्छ कि उहाँको बलिदानले चाहिँ मलाई विजय दिएको छ। कुनै कुराले अब तपाईँ र मलाई हार दिन सक्दैन, कुनै कुराले तपाईँ र मलाई अब निराशा गराउन सक्दैन, कुनै पनि कुराले अब तपाईँ र म हुच्चेर तपाईँ र म दब्बेर बस्नु आवश्यक छैन, किनभने उहाँको बलिदानले तपाईँ र मलाई त्यो अधिकार दिएको छ। आमेन। र पर्दाभित्र छिर्नको लागि उहाँले त्यो अधिकार दिनुभएको छ। पर्दाभित्र छिर्नको लागि उहाँले पर्दालाई च्याति दिनुभएको छ कि अब अझ निश्चित व्यक्तिहरू मात्र होइन, तर प्रत्येक व्यक्ति परमप्रभुको पवित्र उपस्थितिभित्र प्रवेश गर्नेछन्। आमेन। आमेन।
चाहे त्यो जवान होस्, चाहे त्यो बालबालिका होस्, चाहे त्यो वृद्ध व्यक्ति होस्, प्रत्येक व्यक्तिको निम्ति येशू ख्रीष्ट बलिदान हुनुभएको छ र उहाँले सबैको निम्ति त्यो पर्दालाई च्यात्नु भएको छ कि परमप्रभुको उपस्थिति अब कुनै पनि कुराले छेक्दैन, कुनै पर्दाले छेक्दैन, कुनै शैतानले छेक्दैन, कुनै पनि अन्धकारले छेक्दैन। तर अब यो चाहिँ स्वतन्त्र तरिकाले मानिस बीचमा आएको छ। आमेन। अनि आज तपाईँ र म रमाउनु पर्छ यो कुरामा कि आज तपाईँ र मेरो ख्रीष्टले, तपाईँ र मेरो परमेश्वरले चाहिँ तपाईँ र मेरो निम्ति यति ठुलो बलिदानलाई पुरा गर्नुभएको छ। आज कुन कुराले तपाईँ र म हार्ने, कुन कुराले तपाईँ र म दब्बिने, कुन कुराले चाहिँ म सक्दिनँ भनिकन हामी बस्ने कि तपाईँ र मेरो परमेश्वर नै तपाईँ र मेरो मलाई विजय दिनको लागि बलि हुनुभयो। आमेन। अब तपाईँ र मलाई परिस्थितिले, पारिवारिक समस्याले, जबको कुराले वा तपाईँ र मेरो सेवकाईले, तपाईँ र मेरो पर्सनल टेन्सनले आज तपाईँ र मलाई दबाउनु हुँदैन। तपाईँ र मैले विचार गर्नुपर्छ यो कुरालाई कि मलाई जिताउनको लागि मेरो प्रभु हार्नु भएको, मलाई बचाउनको लागि मेरो प्रभु मर्नु भएको। म मर्नु हुँदैन, मैले हार मान्नु हुँदैन, मैले सहनु, मैले आज म दब्बिनु हुँदैन, तर म खडा हुनुपर्छ किनभने मलाई खडा गर्नलाई मेरो प्रभु गाड दिनु भएको छ। आमेन। आज तपाईँ मैले यो कुरालाई याद गर्नुपर्छ। तपाईँ मलाई धेरै प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ। म यति आफूलाई सम्हाल्दै यो विषयलाई बोलिरहेको छु, म भक्कानिन्छु जब म उहाँको प्रेमको कुरा गर्छु। म मेरो आँखाबाट आँसु रोकिँदैन किनभने यति असल प्रेम जुनमा हामीले बुवा आमामा पनि देख्न सक्दैनौँ। कसले तपाईँ मेरो निम्ति यति धेरै फिक्री गर्न सक्छ र कसले तपाईँ मेरो बुलावटलाई तयार गर्न सक्छ र कसले तपाईँ मलाई असल व्यक्ति बनाउन सक्छ र उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तपाईँ मेरो फिक्री गर्नुभयो। हजारौँ लाखौँको भिडमा तपाईँ र मलाई नगन्ने व्यक्तिलाई उहाँले देख्नुभयो र तपाईँले मलाई दान वरदान बुद्धि दिकन, आफ्नो आत्मा दिकन सुसज्जित बनाउनु भयो। हामी सदैव धन्यवादी हुनुपर्छ। यो दिन मात्र होइन हामीले उहाँलाई सम्झिने, यो समय मात्र होइन हामीले उहाँलाई सम्झिने, तर हरेक समय हामीले उहाँलाई सम्झिनुपर्छ र हामी कृतज्ञ हुनुपर्छ र हामीले हरेक लडाइँलाई हामीले जित्नुपर्छ। हामी हारिराखेको, हामी कोसिस गरिरहेको, हामी कष्टमा परिरहेको लडाइँहरूलाई, चाहे त्यो पढाइ होस्, चाहे त्यो जब होस्, चाहे त्यो सेवकाई होस्, चाहे तपाईँको पारिवारिक कुरा होस्, तपाईँ र म विजयी हुनुपर्छ। आमेन। अनि 3 मा छ मानिसहरूको लागि परमेश्वरको प्रेम देखाउनको निम्ति। आमेन। येशू ख्रीष्ट बलिदान हुनुभयो कि परमेश्वरको उहाँले हामी हेर्छौँ भने सायद यो कुरा हामी मत्तीमा पाउँछौँ कि येशू ख्रीष्ट आज व्यवस्थालाई भङ्ग गर्न होइन तर व्यवस्थालाई पुरा गर्न आउनुभयो। व्यवस्थाले जुन कामलाई पुरा गर्न सकेको थिएन, मानिसहरूलाई परमेश्वरसँग जोडिराख्नको लागि, मानिसहरूलाई मृत्युबाट बचाउनको लागि, मानिसहरूलाई स्वतन्त्र गराउनको लागि र मानिसहरूलाई चाहिँ परमेश्वरको प्रेम देखाउनको लागि व्यवस्था जुन भागहरूमा चुकिरहेको थियो त्यो कार्यलाई चाहिँ येशू ख्रीष्टले पुरा गर्नुभएको छ। यसै कारण हामी त्यहाँनिर पाउन सक्छौँ कि म व्यवस्था भङ्ग गर्न होइन तर व्यवस्था पुरा गर्न आएँ। आमेन। अनि यूहन्ना 3:16 सबैभन्दा यो कुरालाई प्रुभ गर्ने, यो कुरालाई आज बताउने पद छ कि उहाँले चाहिँ येशू ख्रीष्टले चाहिँ आज हामीलाई आफ्नो बलिदानद्वारा परमेश्वरको महान प्रेमलाई प्रकट गर्नुभएको छ। यूहन्ना 3:16 हामी पढ्नेछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफूलाई एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। आज साँच्चै नै कोही पनि, किनकि परमेश्वर संसारलाई यस्तो प्रेम गर्नुभयो जुन चाहिँ नाप्न नसकिने, यस्तो भन्ने शब्दले चाहिँ के भन्छ त, नाप्न नसकिने, शब्दले बयान गर्न नसकिने प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। 10वटा सन्तानमा एउटा सन्तान हामी सजिलै परमेश्वरको निम्ति छुटाउन सक्छौँ, सजिलै सक्छौँ, तर एकमात्र पुत्रलाई चाहिँ उहाँले तपाईँ र मेरो निम्ति दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने, परमेश्वरमाथि विश्वास गर्ने, येशू ख्रीष्टमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्। कोही पनि, हरेक जाति, हरेक मानिस, गरिब छ, धनी छ, कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। येशू ख्रीष्टको बलिदान, येशू ख्रीष्टको क्रुसिफाईको चाहिँ आज कारण चाहिँ तपाईँ र मलाई परमेश्वरको महान प्रेमसँग जोड्नु, महान प्रेमलाई देखाउनु। जुन मानिसहरू प्रेम नदेखिकन पापमा बढालिएका थिए, जब आदम र हब्बाबाट पाप सुरु भयो, मानिस एकताका यस्तो पुस्तामा पुगे कि मानिसहरूले परमेश्वरको नाउँलाई पनि पुकारा गर्दैनथे। तर हब्बाको जब तेस्रो सन्तान जन्मियो तब चाहिँ उसले त्यहाँनिर परमप्रभुले चाहिँ मलाई आज अनि कसको सम्झनामा छोरा दिनुभयो भनेको छ, उसले कैन र हाबिलको सट्टामा चाहिँ मलाई अर्को छोरा दिनुभयो भनेकन चाहिँ तब चाहिँ परमेश्वरको नाम लिन सुरु भएको छ। अनि हामी हेर्छौँ भने जसरी
पापले परमेश्वरको प्रेमबाट तपाईँ र मलाई अलग गरिरहेको थियो, हामीलाई संसारको कुराहरूमा अन्धकारमा रुमलिदिएको थियो। तर आज परमेश्वर येशू ख्रीष्टको बलिदानले चाहिँ फेरि तपाईँ र मलाई त्यो प्रेमलाई सम्झाउनु भएको छ कि हेर उहाँले चाहिँ तिमीलाई उत्पत्तिदेखि नै मिस्रबाट निकालेदेखि नै तिमीहरूलाई करारको देशमा ल्याएदेखि नै उहाँ तिमीहरूलाई सदैव प्रेम गरिरहनुहुन्छ। आमेन। अनि अर्को छ 4 मा येशूको क्रुसीकरणले शैतानको काम नष्ट गरेको छ। आमेन। आज किन येशू चाहिँ क्रुसिफाई हुनुभयो भन्दाखेरि चाहिँ शैतानको कामलाई नष्ट गर्नको निम्ति। आज उहाँ एक व्यक्ति धेरै योजनाको निम्ति मारिनु भएको छ। तपाईँ मेरो चोट निको गर्नलाई, तपाईँ मलाई परमेश्वरको प्रेमसँग नजिक गर्नलाई, परमेश्वरसँग फेरि मिलाप गराउनलाई, आफै बाटो बनिदिनलाई। त्यतिकै येशू ख्रीष्टको नाम म बाटो सत्य र जीवन हुँ भनिकन आएको होइन। उहाँ साँच्चै नै तपाईँ मेरो निम्ति स्वर्गको बाटो बनिनु भएको छ। तपाईँ मेरो निम्ति परमेश्वरको सँग जोड्ने बाटो हुनुभएको छ। किन उहाँले तपाईँ र मलाई परमेश्वरसँग जोड्नु भयो? किनभने तपाईँ र मेरो निम्ति योजना चाहिँ परमप्रभुसँग छ। आमेन। तपाईँ र मेरो निम्ति चाहिँ योजना चाहिँ परमप्रभुसँग छ, उज्जवल भविष्य चाहिँ परमप्रभुसँग छ र तपाईँ र मेरो अनन्तको घर चाहिँ परमप्रभुसँग छ। आमेन। यसकारण येशू ख्रीष्ट बाटो बनिनु भयो कि तपाईँ र म चाहिँ परमेश्वरले तपाईँ मेरो निम्ति तयार गर्नुभएको कुरामा हामी वञ्चित हुन नसकौँ, तर हामी एक हुन सकौँ भनिकन। आमेन। अनि 1 योना 3:8 यहाँनिर यसरी लेखिएको छ, जसले पाप गर्छ त्यो द्यावलसको हो, किनकि द्यावलसले त सुरुदेखि नै पाप गर्दै आइरहेको छ। द्यावलसका कामहरू नष्ट पार्नलाई नै परमप्रभुका पुत्र प्रकट हुनुभएको। आमेन। तपाईँ र मलाई जहिले पनि पापले दासत्वमा राख्दै गर्दाखेरि, पापले तपाईँ मलाई जित्दै गर्दाखेरि चाहिँ तपाईँ र मैले यो कुरालाई याद गर्नुपर्छ, यही पापबाट जित्नको लागि चाहिँ परमेश्वर येशू ख्रीष्ट बलिदान हुनुभएको। म यो पापलाई चाहिँ मैले जित्नुपर्छ भनिकन। आमेन। आज यो बदले तपाईँ र मलाई यो कुरा मात्र प्रश्न आउँदैन कि येशू ख्रीष्टले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ शैतानलाई नष्ट गर्नुभयो भनिकन त्यति मात्र प्रश्न आउँदैन, तर यो बदले यो कुरा पनि प्रश्न आउँछ, अब उपरान्त द्यावलले चाहिँ तपाईँ मलाई हराउन सक्दैन। आमेन। तपाईँ मलाई अब लडाउन सक्दैन, कुनै पनि परीक्षामा पार्न सक्दैन, तर परीक्षामा विजय दिनको लागि चाहिँ उहाँ तपाईँ मसँग आउनु भएको छ। आमेन। संसारमा सबैभन्दा पहिलो व्यक्ति शैतानलाई हराएको व्यक्ति नै येशू ख्रीष्ट हुनुहुन्छ। जब येशू ख्रीष्ट परीक्षामा हुनुभयो, शरीरमै उहाँले हराउनु भएको थियो। उहाँले 40 दिनको जब उहाँ उपवासमा हुनुहुन्थ्यो तब चाहिँ के भएको छ त, त्यहाँनिर शैतान परीक्षा गर्न आएको छ। उहाँले वचनद्वारा, पवित्र आत्माको उपस्थितिद्वारा उहाँले शैतानलाई हराउनु भएको छ। अनि यो चिन्ह हो कि उहाँले चाहिँ साँच्चै नै शैतानलाई जितिसक्नु भएको छ। आमेन। र आज तपाईँ र म पनि उहाँकै बलमा, उहाँको नाउँमा, उहाँले के भन्छ, तिमीहरू मेरो नाउँमा माग्नेछ म तिमीलाई दिनेछु। उहाँको नाउँमा तपाईँ र मैले पनि परीक्षालाई जित्नुपर्छ, शैतानलाई जित्नुपर्छ। शैतानको योजना जुन तपाईँ मेरो परिवारको विरुद्ध त्यसले बनाएको छ, तपाईँ मेरो फ्युचरको विरुद्ध, तपाईँ मेरो जीवनको विरुद्ध, आज त्यो कुरालाई तपाईँले मैले जित्नुपर्छ। आमेन। र कसको नाउँमा? येशू ख्रीष्टको नाउँमा, जुन नाउँ उहाँले अधिकार साथ दिनुभयो। जब तिमीहरूले मेरो नाउँमा केही माग्नेछौ म तिमीहरूलाई दिनेछु भनिकन उहाँले नै तपाईँ र मलाई त्यो विजयी नाउँ दिनुभएको छ कि मेरो नाउँ तिमीहरू अधिकार साथ चलाऊ र तिमीहरूले जे माग्नेछौ म तिमीलाई दिनेछु। किनभने उहाँले यो कुरा गर्दै गर्दा यो कुरा प्रश्नाउँदै हुनुहुन्थ्यो, हेर संसारलाई चाहिँ मैले जितेको छु। आमेन। अब कुनै पनि कुराले, संसारको कुनै पनि कुराले तिमीलाई जित्न सक्दैन, दासत्वमा राख्न सक्दैन, हराउन सक्दैन, तर हेर यो संसारलाई चाहिँ मैले जितेको छु। यो संसार द्यावलसको बसमा भए तापनि, पापको बसमा भए तापनि यो संसारलाई चाहिँ मैले जितेको छु। आमेन। आज तपाईँ र म यो शक्तिमा आउनुपर्छ, यो कुरामा आउनुपर्छ। तपाईँ र मैले बुझ्नुपर्छ कि तपाईँ र म जितमा जिउनको लागि उहाँले बनाउनु भएको। आमेन। सुरुदेखि नै उहाँले हामीलाई विजयमा जिउनको लागि बोलाउनु भएको भन्ने कुरा चिन्हहरू दिइराख्नु भएको छ। दासत्वमा हुँदा उहाँले आश्चर्यको कार्य गरिकन उहाँले तपाईँ मलाई बचाउनु भयो। यो एउटा चिन्ह थियो कि हामी चाहिँ दासत्वमा जिउनको लागि होइन, तर विजयतामा जिउनको लागि हो, स्वतन्त्र भएर जिउनको लागि, अधिकार गर्नको लागि, करारको देशमा जिउनको लागि हो भनिकन। अनि आज येशू ख्रीष्टको बलिदानले पनि यही कुरालाई जनाएको छ। म चाहन्छु हामी येशू ख्रीष्टको बलिदानसँग जोडियौँ, येशू ख्रीष्टको मृत्युसँग अब हामी जोड्यौँ। जुन मृत्युमा तपाईँ मेरो निम्ति विजय छ, जुन मृत्युमा तपाईँ मेरो निम्ति चाहिँ आज साहस छ, बल छ, शक्ति छ, भविष्य छ, आशा छ, आज त्यो क्रुसको मृत्युसँग हामी जोड्यौँ। आमेन। तपाईँ मैले जहिले पाप गर्दा हामीले यो कुरालाई मनन गरौँ कि होइन, यही पाप मेटाउनको लागि मेरो प्रभु मर्नु भएको। आमेन। जब तपाईँ मैले हार मान्दै गर्दा तपाईँ मैले यो कुरा सोचौँ, होइन
यही कुरालाई जित्नको लागि, हारलाई जित्नको लागि मेरो प्रभु क्रुसमा टाँगिनु भएको। आमेन। यो कुराले तपाईँ र मलाई प्रोत्साहन दिनेछ आत्मामा र तपाईँ र मलाई बलियो बनाउनेछ तपाईँ र मेरो जीवनको यात्रामा। अनि हामी हुन्छ अनि अर्को पदमा हामी जानेछौँ हिब्रू 2:14 जुन शैतानले तपाईँ मलाई उत्पत्तिदेखि बाँध्न खोजिरहेको थियो, जुन शैतानले तपाईँ र मलाई संसार सृष्टि भएदेखि नै हराउन खोजिरहेको थियो, नाश गर्न खोजिरहेको थियो, त्यही शैतानलाई चाहिँ मृत्युद्वारा नै मृत्युको शक्तिलाई अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्। आमेन। उहाँले चाहिँ नष्ट गर्नु भएको छ। हिजोको मृत्युले यही कुरालाई आज सम्झना गराउँछ कि उहाँले चाहिँ शैतानको दियाबलसको हरेक अन्धकारको शक्तिलाई चाहिँ नष्ट गर्नु भएको छ। जुन दियाबलले चाहिँ सदैव तपाईँ र मेरो विरोध गरेको थियो, उत्पत्तिदेखि ऊ तपाईँ र मलाई बसमा राख्नलाई, तपाईँ र मलाई नाश गर्नलाई, तपाईँ र मलाई चाहिँ आज दासत्वमा राख्नलाई चाहिँ सदैव कोसिस गरिरहेको थियो, त्यही शैतानलाई चाहिँ उहाँले नाश गर्नुभएको छ। आमेन। यसै कारण तपाईँ र म स्वतन्त्र जाति भइकन जिउनुपर्छ, तपाईँ र म पाप रहित भइकन जिउनुपर्छ। अब तपाईँ र मेरो पापमा जिउने दिन सकिएको छ, तर धार्मिकतामा जिउने दिनहरू आएको छ। आमेन। अनि तपाईँ र म अब धार्मिकतामा जिउनुपर्छ, जुन धार्मिकतामा जिउनको लागि येशू ख्रीष्ट बलिदान हुनुभयो। यसै कारण प्रेरितहरूले भन्छ हामी आफ्नै कामको कारणले हामी धर्मी भएका होइनौँ, तर उहाँको नाउँले हामीलाई धर्मी बनाएको छ। आमेन। उहाँलाई विश्वास गरेको कारणले हामी धर्मी भएका छौँ भनिकन आज हामी पावल अनि प्रेरितहरूको मुखबाट यो कुराहरूलाई पाउँदछौँ। आज हामी हेर्छौँ भने नयाँ करारमा सबैभन्दा धेरै पुस्तक लेख्नु भएको नै पावल हुनुहुन्छ। अनि पावलले धेरै कुराहरू लेख्नु भएको छ। रोमीमा हामी पाउँछौँ, फिलिपीमा हामी पाउँछौँ, येशू ख्रीष्टको उहाँले धेरै बयानहरू गर्नुभएको छ। र आज हामी यो कुराबाट के पाउँदछौँ भन्दा उनीहरूले आफ्नो जीवनबाट येशू ख्रीष्टको प्रचार गरिरहेका थिए र उहाँको विजेतालाई लिई हिँडेका थिए। आमेन। यसै कारण उनीहरूले हरेक कष्टलाई जितिरहेका थिए, किनभने उनीहरू क्रिस्टको मृत्युलाई लिकन हिँडिरहेका थिए र त्यो विजेतामा उनीहरू जिरहेका थिए। आमेन। आज तपाईँ र म पनि जिउँदो सुसमाचार हुनुपर्छ र तपाईँ र मैले पनि विजेतालाई लिकन हिँड्नुपर्छ। जब तपाईँ र म उहाँको मृत्युसँग टाँसिन्छौँ नि, मृत्युसँग तपाईँ र म एक हुन्छौँ नि, तब तपाईँ मेरो जीवनबाट विजेता निस्किन थाल्छ। आमेन। किनभने येशू ख्रीष्ट चाहिँ विजयी परमेश्वर हुनुहुन्छ। जो कोही पनि येशू ख्रीष्टसँग जोडिन्छ ऊ चाहिँ विजेतासँग जोडिन्छ। आमेन। यसै कारण म उत्साह दिन चाहन्छु, हामी अब हाम्रो बोलावटमा हामी दरिलो बनाऊ। के को निम्ति बनाउनु भएको, किस कारणले हामी यहाँ छौँ, किस कारणले हाम्रो यो यतिको आयुमा हामी बाँचिरहेका छौँ, यस ठाउँमा यस देशमा छौँ, यो कुरालाई हामी जानौँ र दरिलो हौँ, हामी उत्साहित हौँ र हामी आफ्नो बोलावटलाई हामी खडा हौँ कि तपाईँ र मलाई विजय दिनलाई, तपाईँ र मलाई तयार गर्नलाई चाहिँ तपाईँ मेरो येशू ख्रीष्ट हिजोको दिनमा मारिनु भयो र बलिदान भइकन तपाईँ र मलाई त्यो जीवनमा जोड्नु भएको छ। आमेन। हामी योना 12:31 हेर्नेछौँ। योना 12:31 यसरी लेखिएको छ, अब यस संसारको न्याय हुन्छ, यस संसारको शासक बाहिर फालिनेछ। आमेन। 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 तपाईँ मलाई दुःख दिने, तपाईँ मलाई कष्ट दिने, तपाईँ मलाई रोग दिने, तपाईँ मलाई दासत्वमा राख्ने शासक चाहिँ अब बाहिर फालिनेछ। आमेन। शरीरमा आइकन चाहिँ उहाँले चाहिँ यो कुरालाई सम्भव गराउनु भयो कि अब मानिसले चाहिँ दियाबलसलाई जित्न सक्छ। आमेन। यसै कारण उहाँले भने आफैलाई परमप्रभुको अधीनतामा राख र शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ भनिकन। आमेन। येशू ख्रीष्टको बलिदानले चाहिँ तपाईँ र ममा त्यो अधिकारलाई लिएर आयो कि अब असम्भव कुरा चाहिँ परमप्रभुमा सम्भव होस् र दियाबलस चाहिँ अब तपाईँ मबाट चाहिँ भाग्नुपर्छ। आमेन। कसैले जित्न नसकेको दियाबलसलाई येशू ख्रीष्टले जित्नुभयो र तपाईँ र मलाई पनि जित्न सिकाउनु भयो। आमेन। आज हामीले यो कुरालाई जान्नु आवश्यक छ कि तपाईँ र म साँच्ची नै परमेश्वरबाट बनिएका हौँ। सबै कुराको चिन्ह नै यही छ, उहाँले आफ्नो पुत्र त्यत्तिकै दिनु भएन, तपाईँ र मलाई उहाँसँग नै जोड्नको निम्ति हो। आज सत्यतामा हामी आउँ, सत्यताले तपाईँ र मलाई स्वतन्त्र बनाउँछ। साँचो कुरा यही नै हो कि तपाईँ मेरो एउटै योजना हो, तपाईँ र म परमेश्वरसँग जिउन सकौँ, परमेश्वरसँग एक हुन सकौँ, परमेश्वरसँग हाम्रो चाहिँ हामी
उहाँसँग चाहिँ रहन सकौँ अनन्ततासम्म, शरीरमा यस संसारमा पनि र मृत्युपछि पनि उहाँ हामीसँग एक हुन सकौँ भनिकन र यही कुरालाई पुरा गर्नको निम्ति जुन हामी हेर्छौँ भने पुरानो करारदेखिबाट न्यायकर्ताद्वारा उहाँ बोल्नु भएको थियो, त्यो कार्य चाहिँ यीशु ख्रीष्टले आज हाम्रो जीवनमा पुरा गर्नुभएको छ। हरेक अगमबाडी उहाँको जीवनमा पुरा भएको छ। मृत्युको जुन अगमबाडी उहाँको जीवनमा गरिएको थियो त्यो प्रत्येक कुराहरू पुरा भइकन उहाँले चाहिँ मृत्युलाई जित्नु भएको छ। आमेन। मृत्युलाई जितिकन उहाँले जीवनलाई लिएर आउनु भएको छ। अन्धकारलाई जितिकन उहाँले ज्योतिलाई लिएर आउनु भएको छ र उहाँले शैतानलाई जितिकन हामीलाई जित्न सिकाउनु भएको छ। आमेन। परमेश्वरलाई महिमा भएको छ। आज हामी जति नै कुरा गरे तापनि आज यो कम छ उहाँको बारेमा कि उहाँले यति धेरै प्रेम तपाईँ र हाम्रो जीवनमा गर्नुभएको छ। तर पनि आज हामी धन्यवादी छौँ कि उहाँको प्रेममा हामी फेरि पनि जोडिएका छौँ। अनि हामी हिब्रू 10:4 हेर्नेछौँ। हामी यो कुरालाई पनि म केही स्मरण गराउन चाहन्छु तपाईँहरू बिचमा। यहाँनिर चाहिँ के भनेको छ त, येशू ख्रीष्ट बलिदान हुनुभएको चाहिँ पहिला यहुदीहरूले चाहिँ आफ्नो पापको निम्ति चाहिँ के गर्थे त, पशुहरू बलिदान गर्थे र त्यो पशुहरूले चाहिँ आज पुरै उनीहरूको पापको निम्ति चाहिँ आज बलि चुकाउन सकेन। अनि तब चाहिँ आज येशू ख्रीष्टलाई चाहिँ उहाँले पठाउनु भयो, एउटा शुद्ध पाप नगरेको व्यक्ति बनाइकन। तपाईँलाई थाहा छ बलिदानको थुमा कसरी तयार हुन्छ? खोट नलागेको हुनुपर्छ, बलियो हुनुपर्छ, केही रोग नलागेको, चोटपटक नलागेको, दाग नभएको हुनु पर्थ्यो। त्यो चाहिँ हामी पुरानो करारको व्यवस्थाहरूमा लेवीहरूमा यो कुराहरू पाउन सक्छौँ। अनि त्यहाँनिर चाहिँ उनीहरूले जब पशु ल्याउनु पर्थ्यो त्यो पशु चाहिँ निष्कोट हुनु पर्थ्यो, केही चोट नलागेको, केही दाग नलागेको, केही पनि रोग नलागेको, बलियो अनि असल हुनु पर्थ्यो। अनि आज त्यसरी नै हामी हेर्छौँ भने हाम्रो पापको निम्ति, सत्यको निम्ति बलि दिनको निम्ति चाहिँ आज कुनै पनि संसारमा त्यस्तो पवित्र निष्कोट अनि दाग रहेछ कुनै पनि थोक थिएन। तब उहाँले चाहिँ येशू ख्रीष्टलाई लिएर आउनु भयो। अनि पत्रुसले चाहिँ यो कुरालाई भन्नुभएको छ 1 पत्रुस 2:24। आमेन। आज चाहिँ अनि यस्तो पाप थियो अनि पत्रुसले अनि त्यहाँनिर चाहिँ उसले यसैको माथि नै हामी यो कुराहरूलाई पाउन सक्छौँ कि उहाँले कुनै पनि पाप गर्नु भएन। उहाँमा कहिले पनि छल भेटाएन, उहाँको बोलीमा कहिले पनि छल भेटाएनौँ, उहाँमा कहिले पनि हामीले कुनै पनि पाप भेटाएनौँ भनिकन चाहिँ पत्रुसले भन्नुभएको छ। अनि यो कुराले के प्रश्न आउँदछ त, उहाँ चाहिँ बलिदानको निम्ति तपाईँ र मेरो पाप चुकाउनुको निम्ति चाहिँ हरेक पापबाट टाढा रहनु भएको थियो, हरेक छलबाट, संसारको हरेक थोकहरूबाट उहाँ अलग रहनु भएको थियो। तर आज तपाईँ र मलाई चाहिँ एउटा कुरा परमेश्वरको निम्ति छोड्न हामीलाई गाह्रो पर्छ, एउटा कुरा पनि परमेश्वरको निम्ति नि त्याग्नलाई हामीलाई गाह्रो पर्छ। सायद त्यो मित्रता होस्, चाहे त्यो कुनै पनि स्वभाव हो, हामीलाई गाह्रो पर्छ। तर हामीले यो कुरालाई सम्झाउनु पर्छ कि तपाईँ र मलाई जीवन दिनको लागि उहाँले संसारको सबै थोकलाई छोड्नु भयो। आमेन। आज हामी नि छोड्न सकेको छैनौँ नि हाम्रो गलत स्वभावहरूलाई, गलत बानीहरूलाई, गलत सङ्गतहरूलाई। तर हामी यो कुरालाई मनन गरौँ। आज परमेश्वरले पनि छोड्न नसक्नु भए भए हामी कुन अवस्थामा हुन्थ्यौँ? येशू ख्रीष्टले पनि तपाईँ र म मेरो बलिदानको नि आफैलाई पवित्र नराख्नु भएको भए के आज तपाईँ र म धर्मी हुन्थ्यौँ? के तपाईँ र म परमेश्वरसँग एक हुन सक्थ्यौँ? के तपाईँ र म उहाँको ज्योतिमा आउन सक्थ्यौँ? तर उहाँले चाहिँ आफैलाई अलग गर्नुभयो। आज तपाईँ र मेरो पनि समय छ उहाँको निम्ति अब हामी अलग हुने, उहाँको निम्ति अब हामी पवित्र हुने, उहाँको निम्ति अब हामी छुट्टिने, उहाँको निम्ति अब हामीले हाम्रो जियाइलाई बनाउने। आमेन। किनभने उहाँले पनि आफैलाई सबै पापबाट, छलबाट, अधर्मबाट टाढा राखिकन तपाईँ मेरो निम्ति असल थुमा भइकन उहाँ छुट्टिनु भयो। आमेन। र उहाँले आफ्नो बलिदानलाई पुरा गर्नुभयो। त्यसरी नै हामी पनि स्वर्गको योजना पुरा गर्नको लागि सबै कुराबाट हामी अलग हुन सिकौँ, सबै कुराबाट अलग भइकन आफैलाई शुद्ध पवित्र बनाइकन, छल र पाप रहित बनाइकन हामी पनि परमेश्वरको इच्छा पुरा गर्ने बनाऊ। आमेन। जुन आज येशू ख्रीष्टको जीवनको अनुशासन, जीवनको जियाइ र जीवनको भोगाइ र बलिदानले यही कुरा तपाईँ र मलाई बताउँदछ कि तपाईँ र मैले पनि सिक्नुपर्छ र परमेश्वरको इच्छा पुरा गर्नुपर्छ। आमेन। कि मानिसको शरीरमा यो कुरा सम्भव छ। जब पवित्र आत्मा तपाईँ र म सँग हुनुहुन्छ यो कुरा चाहिँ सम्भव छ। आमेन।